18 weeks pregnancy diet. विक्सको प्रेग्नेन्सी चलिरहेको छ र मैले बिहानदेखि बेलुकासम्म के खान्छु हजुरहरूलाई पनि डाइट प्लानको लागि हेल्प हुन सक्छ भनेर सानो भिडियो बनाएको छु। मैले बिहान उठेर चाहिँ तातो पानी खान्छु 7 बजेतिर। त्यसपछि 7:30 बजेतिर चाहिँ राति भिजाएको नट्सहरू र सिड्सहरू चाहिँ एकै ठाउँमा राखेर मैले त्यसलाई चाहिँ एज अ ब्रेकफास्टको रूपमा खान्छु र एक कप दुध पनि खान्छु है। यो चाहिँ मेरो बिहानको लन्च हो जुन मैले नर्मली 8:45 बजेतिर खान्छु। अनि यो चाहिँ मेरो अफिसमा लिएर जान्छु मैले 11 बजेतिर खान्छु क्यारोटको ठाउँमा कहिले कहिले मखनाहरू पनि हुनसक्छ या अरू कुनै काँक्रोहरू यस्तो पनि हुनसक्छ। अनि मेरो यो चाहिँ अफिसको खाजा हो। अफिसमा जे बनाएको हुन्छ खाजा चाहिँ मैले त्यही खान्छु। यो चाहिँ आलु पराठा र टमाटरको चटनी थियो। 1 बजेतिर हामी खाजा खान्छौँ। अनि त्यसपछि अफिसबाट आइसकेपछि 3:30 बजेतिर चाहिँ मैले यो बिटरुट पाउडर र अमला पाउडर घरमै बनाएको त्यससँग पानीसँग चाहिँ त्यो खान्छु। मिठो लाग्दैन बट स्टिल खान्छु। अनि त्यसपछि चाहिँ फ्रुट्सहरू 3:30 बजे 4 बजेतिर मैले फ्रुट्सहरू खान्छु प्रायः। अनि फ्रुट्सहरू खाइसकेपछि मलाई लगभग 5-5:30 बजेतिर पनि फेरि भोक लागेको जस्तो हुन्छ। अनि 2टा ओखर र एउटा या 2टा अन्डा खान्छु। अनि त्यसपछि फेरि आधा घन्टापछि चाहिँ नरिवल पानी, यो चाहिँ सधैँ खान्न, कहिले कहिले मात्र खाने हो। र रातिको डिनर चाहिँ मेरो रोटी र तरकारी अनि दही अनि अमलाको अचार। अनि त्यसपछि यो चाहिँ नर्मल्ली हामी 7 बजेतिर खान्छौँ र 9 बजेतिर चाहिँ मैले 1 ग्लास दुध खान्छु। सो मैले दिनभरिमा खाने यति नै हो। मेरो एपिटाइट एकदमै राम्रो छ, त्यसले गर्दा मैले चाहिँ राम्रोसँग खान सकेको छु अहिलेसम्म चाहिँ। थ्याङ्क यू।